एउटा रिग्रेट चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ सफ्टवेयर डेभलपमेन्ट हैन जर्नीमा चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ आई विश मैले चाहिँ भीम मोसनहरु चाहिँ छिटो सिकेको भए हुन्थ्यो जस्तो लाग्छ हैन। अनि किन भन्दाखेरि चाहिँ तर सुरुमा चाहिँ अब हेर्दाखेरि इज अलिकति सिक्न चाहिँ हल्का अनकन्भेन्सनल छ के हैन। अब हामीले एरो की युज गरेर आएको एन्ड अल दिस थिंग्स सुरुदेखि नै हामीले हैन सिक्दैदेखि नै, अनि इट इज अ लिटल बिट अलिकति जियोस् च्यालेन्जिङ नै छ ट्रान्जिसन गर्न हैन, किनकि हामी त्यो कम्फर्टमा भइसकेको हुन्छौँ नि त VS कोड युज गर्ने। अनि त्यही भएर चाहिँ भीम मोसनहरु चाहिँ, तर मैले अहिलेसम्म एउटा मान्छे पनि भेटेको छैन जसले चाहिँ मैले भीम मोसन सिकेर रिग्रेट गरेँ है भन्ने कोही पनि भेटेको छैन के। अनि आई बिन युजिङ आई थिंक 1 वर्ष चाहिँ भयो होला मैले भीम मोसनहरु युज गर्न लागेको। अनि त्यो आई विश मैले पहिले सिकेको हुन्थ्यो कि। अनि इट्स नट भेरी गाह्रो भने के सिक्न हैन, किन आई डोन्ट नो धेरै त्यस्तो हाइप बनाइएको छ हैन, यति गाह्रो हुन्छ त्यो। नो इट्स नट हार्ड ओके। यो बेसिक मोसनहरु तिमीले सिक्न चाहिँ भन्न सबैले सिक्न जसले पनि सिक्न चाहिँ बेसिक मोसन 2-3 डेज हैन, एट मस्ट 7 डेज हामी टाइपिङ सिक्ने जस्तै हो कि। टाइपिङ सिक्न पनि लाग्छ 1 हप्ता ओके। कुनै मान्छे जसले अहिलेसम्म टाइपिङ नै गरेको छैन त्यो मान्छेलाई सिक्न 1 हप्ता लाग्छ बेसिक अलिकति कुनै 1 हप्तासँग रेगुलर तिमीले त्यही अब आफ्नो प्रोजेक्टमा अथवा काममा गर्यो भने हैन, हामीले गर्यौं भने चाहिँ आई थिंक लाइक 1 हप्ता मानि बस्छ जस्तो लाग्छ कि हैन। अनि मलाई चाहिँ त्यही जस्ट 1 हप्ता कन्सिस्टेन्टली गर्न नसकेर मैले सुरु पनि गरेँ अनि मलाई झ्याउ लाग्यो। अनि मैले चाहिँ भीम मोसनलाई पनि म्याप गरेर आफ्नै पहिलेको टाइपकोमा गर्ने तर गर्थेँ हैन। अनि पहिला पनि मैले सुरु गरेको, अनि मलाई अब त्यही त हो नि, अब फेरि काम हुने, काम भइसकेपछि अब सिक्न झ्याउ लाग्ने नि त। अनि फेरि ब्याक टु त्यही पहिलेकै एरोगिजमा गर्थ्यो। अनि पछि मलाई चाहिँ यो नेसेसिटी चाहिँ नट अबाउट लाइक किन सिक्न पर्यो भन्ने कुरा चाहिँ किन भयो भन्दाखेरि चाहिँ मलाई झ्याउ लाग्यो, धेरै नै झ्याउ लाग्यो कि। मैले यो एरो किजहरु चाहिँ मलाई एकदमै वाक्कै लागेर चाहिँ मलाई चाहिँ सिकेको हो कि हैन। अनि मलाई अब 1 वर्ष जति भइसक्यो हैन। अनि यति वियर्ड लाग्छ मैले कसरी गर्थेँ जस्तो लाग्छ कि पहिला मैले कसरी चलाउँथेँ किबोर्ड, किनकि अब त सबै यो भनौँ न यो छोड्नै पर्दैन नि त, तिमीहरुको यो मुभमेन्ट हुँदैन नि त हैन। अनि यु डोन्ट ह्याभ टु लाइक कन्स्टेन्टली एरो किजमा लगइन गर्न पर्दैन नि त त्यो भनेको हैन। मैले चाहिँ स्पेसिफिकली भीम मोसन भनेको हैन, इट्स नट अबाउट न्यू भीम इटरमा भनेको छैन। आई थिंक इटर इज फाइन, स्पेशली अब झन् कर्सर चाहिँ आई लभ कर्सर हैन। तिमीहरुको जुन लेभलको इन्टिग्रेसन छ एआईहरुको आई युज लाइक डेली हैन। यु क्यान डु दिस थिंग्स हैन, नगर्न सक्ने हैन, प्लगइन्सहरु छन् न्यू भीममा गर्न सकिन्छ। तर इट्स यु नो जस्ट तर यति धेरै बोटलनेक छैन कि मैले ट्रान्जिसन गर्न परोस् इटर नै हैन। त्यसको नि आफ्नो फाइदा छ न्यू भीमको छ, तर आई थिंक इट इज इनफ फर नाउ मलाई चाहिँ हैन। या तर भीम मोसन या डेफिनेटली तपाईले सिक्न खोजिराख्नु भएको छ र यु हेभ बीन थिंकिङ अबाउट इट फर लङ टाइम, दिस इज योर साइन है त गाइज। सिक्न चाहिँ पर्यो। अनि कहाँबाट सिक्ने भन्ने कुराहरु आउँछ हैन, तर इट्स नट हार्ड हैन। सिम्पल भीम मोसन हैन। अब जेकेएल अब अलि रिसोर्सेसहरु छन् नभएको हैन, गेम या यु क्यान लाइक लर्न प्रिमियर भेन्चर हैन। यसमा एउटा दुईटा लेभलहरु छन् जुन चाहिँ फ्री छ आई थिंक ओके यहाँ छ हैन। अब जेकेएल सिम्पल छ हैन, गेमहरु गर्न सकिन्छ, इट्स भेरी इजी गेम। अनि फुल भर्जन त आई थिंक फ्री छैन जस्तो लाग्छ मलाई, तर यु क्यान जस्ट डु इट। अनि बेसिक कन्सेप्ट अब यति गर्ने बित्तिकै अलिअलि गर्ने यो गर्ने। अनि आई थिंक वी हेभ लाइक यहाँ जान सक्नुहुन्छ, रेडिटमा जान सक्नुहुन्छ, यु क्यान सी लट अफ रिसोर्सेस यहाँ सिकाएको छ। अनि एउटा चाहिँ इम्पोर्टेन्ट, अनि एउटा युट्युबमा चाहिँ तपाईहरुले प्राइमेजनको भिडियो छ हैन, भीमको प्राइमेजन छ। अनि फर लाइक फर बिगिनरको इन्ट्रोडक्सन भिडियो छ हैन। युज दिस युज यो हेर्नु हैन, यो हेर्नु बबाल छ भिडियो। अनि त्यसपछि यसको पुरै सिरिज नै छ के, यसको सिरिज नै छ हैन। सर्च भीम प्राइमेजन भनेर सर्च गर्नु अनि यु क्यान लाइक छ यहाँ टन्नै छ। ओके यो प्लेलिस्ट ओके मैले पनि सबै हेरिसकेको छु हैन। यति हेर्यो भने इट्स इनफ है। बेसिकली यति गरिसकेपछि इट विल बी इनफ टु नेभिगेट बिट्विन योर कोर्स हैन, इजिली गर्न सकिन्छ। एन्ड या त्यति नै हो हैन। यो भिडियो हेरौँ, 7 भिडियो छ, इट्स नट द्याट लङ, जम्मा 12 मिनेट 9 मिनेट 10 मिनेट। अनि अब अलिअलि नलेज भइसकेपछि के गर्ने भन्दाखेरि आफ्नै कोड बेसमा नेभिगेट गर्ने के। ओके यो के हुन्छ, जेले यो हुन्छ, केले यो हुन्छ, अथवा कसरी हामी ट्रान्जिसन गर्ने हैन, कसरी यो गर्ने, कसरी होरिजोनल गर्ने, कसरी भर्टिकल गर्ने, दिस अब सिम्पल स्टफहरु हुन् हैन। एन्ड यु पछि रियलाइज गर्छौ कि लाइक हाउ बेनिफिशियल कि यु विल थ्याङ्क योरसेल्फ लेटर। यु हेभ चुज लाइक। अनि यो चाहिँ कुनै पनि अब कुनै फिल्डसँग रिलेटेड भएन नि त। यु विल बी डुइङ
mobile development, you could be doing web development, you could be doing I don't know, machine learning or something like that. जे गरे पनि जसरी पनि एडिटरमा नेभिगेट गर्न चाहिँ चाहिन्छ कि हामीलाई एडिटरमा चाहिँ नेभिगेट गर्न पाइन्छ हैन इट इज भेरी जस्तै केही कुरा खोल्न पर्यो भने अब जस्तै मैले रिडमी गरे रे हैन आई डोन्ट नो प्याकेजराइजेसन गरे भीम गर्यो अनि यु क्यान नेभिगेट बिट्विन तिम्रो ब्लेस सर्भरमा गऱ्यो भने भीम नै हुन्छ इन्स्टल हुन्छ लिनक्समा व्हाटएभर भीम हुन्छ vi यु क्यान डु vi गर्यो प्याकेजराइजेसन गर्यो जुनमा हुन्छ अनि यो जहाँ जुन पनि इट इज भेरी इम्पोर्टेन्ट thing you need to eventually learn it you it's not about just basic it's not about like leverage or something like that it is basic necessity भइसक्यो के अब कुनै सर्भरमा चलाउनु पर्ने छ कुनै सर्भरमा आई नो एसएसएस गरेर व्हाटएभर हैन आफू सिम्पल एउटा वेबसाइट होस्ट गर्न पर्यो भने सर्भरमा गएर पनि चलाउनु परिहाल्यो यु नीड अ एडिटर हैन अनि so it is always I think you need to learn some basic Beam motion use nagare pani you might need to learn at some point in future okay and yeah it is very easy okay I know I don't know just terminal gare you can अब त्यति तिमीले Beam motion सिक्ने बित्तिकै धेरै बाटोहरु खोल्छन् के you can use our new Beam use गर्न सक्छ okay अब तिमी new Beam use गरेपछि अब you can use that in AI हैन and Beam terminal चाहिँ खोल्न सक्यो हैन so अनि त्यो गर्ने बित्तिकै you can like you will have a certain like you can like use Tmux यो सँगसँगै हैन Tmux युज गर्न सक्यो Beam सँग इन्टिग्रेट गरेर अथवा यो Beam सँग इन्टिग्रेट गर्न सक्यो त्यो धेरै बाटोहरु खुल्छन् के हैन धेरै बाटोहरु खुल्छन् so yeah त्यति नै हो हैन अनि त्यही रिसर्चेसहरु छ युट्युबमा हेर्ने गेमहरु पनि सानोतिनो छ हैन अनि आई थिंक पेड गेमहरु छ कुनै फ्री गेम पनि होला जस्ट रिसर्च यार हैन yeah thank you अहिलेसम्म हेरिराख्नुको छ भने you guys are definitely interested maybe I should make a short I don't know tutorial or something like that हैन यदि त्यस्तो चाहनुहुन्छ भने नेपालीमा Beam को सानो basic tutorial let me know in the comment section okay त्यति नै हो त thank you